आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हाम्रो दैनिक जीवनलाई गहिरो रूपमा प्रभावित गरिरहेको छ। सोशल मिडिया कसरी हामीलाई लत लगाउँछ र यो कुरा हामी न्युरोसाइन्सको दृष्टिकोणबाट बुझ्नेछौँ। सोशल मिडिया जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक वा ट्विटरले हामीलाई जोड्ने काम गर्छ, तर यसले हाम्रो मस्तिष्कलाई कसरी नियन्त्रण गर्छ भन्ने कुरा थाहा पाउँदा तपाईँ छक्क पर्नुहुनेछ। अनुसन्धानहरूले देखाएका छन् कि सोशल मिडियाको अत्याधिक प्रयोगले मस्तिष्कमा डोपामाइन नामक रसायनको स्तरलाई असन्तुलित बनाउँछ, जसले गर्दा यो लागु पदार्थ वा जुवाको लत जस्तै बन्छ। स्ट्यानफोर्ड विश्वविद्यालयकी मनोचिकित्सक आन्ना लेम्बकेका अनुसार यी एपहरूले हाम्रो मस्तिष्कको पुरस्कार मार्ग रिवार्ड पाथवेलाई प्रत्यक्ष प्रभाव पारी एकैचोटि ठूलो मात्रामा डोपामाइन उत्सर्जन गराउँछन्। फलस्वरूप प्रयोगकर्ताहरूमा बिस्तारै एकाग्रताको कमी, चिन्ता र डिप्रेसन जस्ता मानसिक समस्याहरू देखिन थाल्छन्। सबैभन्दा पहिले बुझौँ लत भनेको के हो। न्युरोसाइन्स अनुसार लत मस्तिष्कको पुरस्कार प्रणालीसँग जोडिएको हुन्छ। डोपामाइन एउटा न्युरोट्रान्समिटर हो जसले हामीलाई खुसी र प्रेरणा दिन्छ। प्राकृतिक रूपमा यो खाना, पानी, प्रेम वा सामाजिक सम्बन्धबाट जारी हुन्छ, जसले हाम्रो अस्तित्वलाई बचाउँछ। तर सोशल मिडियाले यो प्रणालीलाई हाइज्याक गर्छ। कसरी? सोशल मिडियाको डिजाइन नै लत लगाउने तरिकाको छ। उदाहरणका लागि लाइक, कमेन्ट वा नोटिफिकेसनहरूले भेरिएबल रिवार्ड दिन्छन्, अर्थात् कहिले मिल्छ कहिले मिल्दैन। यो जुवाको स्लट मेसिन जस्तै हो, जसले अनिश्चितताबाट मस्तिष्कमा सबैभन्दा ठूलो डोपामाइन जारी गर्छ। रिचमेन्ड फङ्सनल मेडिसिनको अध्ययन अनुसार टिकटक जस्ता प्लेटफर्महरूले 6 सेकेन्डका छोटा भिडियोहरू र अनन्त स्क्रोलको माध्यमबाट यो गर्दछन्, जसले 95% सामग्रीलाई व्यक्तिगत रूपमा अनुकूलित गर्छ। फ्रान्सिस ह्यागेन जस्ता पूर्व मेटा कर्मचारीहरूले खुलासा गरेका छन् कि एल्गोरिदमहरूले भावनात्मक रूपमा उत्तेजित सामग्रीलाई बढावा दिन्छन्, जसले प्रयोगकर्तालाई लामो समयसम्म जोडिराख्छ। परिणामस्वरूप मस्तिष्कमा डोपामाइनको स्तर असन्तुलित बन्छ। सोशल मिडिया प्रयोग गर्दा खुसी मिल्छ, तर बन्द गरेपछि डोपामाइनको कमीले उदासीनता र क्रेभिङ बढाउँछ। लेम्बके भन्छिन्, सोशल मिडिया बन्द गरेपछि मस्तिष्क डोपामाइन कमी अवस्थामा पुग्छ, जसले यसलाई अनुकूलित गर्न खोज्छ। यो चक्रले लतलाई बढावा दिन्छ। अब कुरा गरौँ मस्तिष्कको संरचनामा हुने परिवर्तनहरूको। गहन अनुसन्धानहरूले देखाएका छन् कि सोशल मिडियाको लतले हाम्रो मस्तिष्कको भौतिक स्वरूप र कार्यप्रणालीमा गहिरो प्रभाव पार्छ। विभिन्न न्युरोफिजियोलोजिकल अध्ययनहरूको विश्लेषण गर्दा के पाइएको छ भने सोशल मिडियाको अत्याधिक प्रयोगले मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्समा रहेको ग्रे म्याटरको घनत्वलाई घटाउँछ। मस्तिष्कको यो भागले निर्णय लिने, आवेग नियन्त्रण गर्ने र भावनाहरूलाई सन्तुलनमा राख्ने काम गर्छ। चाखलाग्दो तर डरलाग्दो तथ्य के छ भने सोशल मिडिया प्रयोगकर्ताहरूको मस्तिष्कमा आउने यो परिवर्तन कोकेन जस्ता कडा लागु पदार्थको लतमा परेका व्यक्तिहरूको मस्तिष्कको अवस्थासँग मिल्दोजुल्दो देखिन्छ। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सोशल मिडियाको लतले हाम्रो मस्तिष्कको फ्रन्टोस्ट्रियाटल सर्किटमा गम्भीर असन्तुलन पैदा गर्छ। यसको अर्थ मस्तिष्कको खुसी र पुरस्कार खोज्ने लिम्बिक प्रणाली र तर्क तथा नियन्त्रण गर्ने प्रिफ्रन्टल भागबीचको आवश्यक समन्वय बिग्रिन्छ। यही असन्तुलनका कारण मानिसमा छिटो रिसाउने, धैर्यता गुमाउने र एप चलाउने तीव्र इच्छा बढ्ने गर्छ। एमआरआई अध्ययनहरूका अनुसार एमिगडाला र स्ट्रिएटल क्षेत्रहरूमा हुने परिवर्तनले गर्दा प्रयोगकर्ताहरू अनलाइनमा पाइने सामाजिक प्रतिक्रियाप्रति असामान्य रूपमा संवेदनशील बन्छन्। विशेष गरी बालबालिका र किशोर किशोरीहरूको विकासोन्मुख मस्तिष्कका लागि यो अवस्था अझ बढी जोखिमपूर्ण छ। युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाको अध्ययनले देखाए अनुसार दिनमा 15 पटकभन्दा बढी सोशल मिडिया चेक गर्ने किशोरहरूको निर्णय लिने क्षमता र भावनात्मक सन्तुलन कमजोर हुँदै जान्छ। लामो समयसम्म गरिएको अनुसन्धानले उनीहरूको सेरेबेलमको आकार घटेको समेत पुष्टि गरेको छ, जसले प्रत्यक्ष रूपमा एकाग्रता र बौद्धिक कार्यहरूमा बाधा पुर्याउँछ। यसको प्रभाव केवल मस्तिष्कमा मात्र सीमित नभई सम्पूर्ण शरीरमा देखिन्छ। यसले अटोनोमिक नर्भस सिस्टममा गडबडी ल्याई सिम्पथेटिक प्रणालीलाई अत्यधिक सक्रिय बनाइदिन्छ, जसको परिणामस्वरूप शरीरमा तनाव हर्मोनको मात्रा बढ्छ, जसले निद्रा नलाग्ने, रोग प्रतिरोधात्मक क्षमता घट्ने र शरीर सधैँ थकित हुने जस्ता शारीरिक समस्याहरू निम्त्याउँछ। जेनेटिक पक्ष।
रासायनिक स्तरमा सोसल मिडियाले डोपामाइन मात्र नभई सेरोटोनिन, एक्सिटोसिन र ओपियोइड्सको प्राकृतिक सन्तुलन पनि खलबल्याउँछ। प्रेम हर्मोन भनिने एक्सिटोसिन, जसले वास्तविक संसारमा गहिरो सम्बन्ध बनाउन मद्दत गर्छ, त्यसलाई सोसल मिडियाले डोपामाइनसँग जोडेर एउटा कृत्रिम डिजिटल सन्तुष्टिमा परिणत गरिदिन्छ। जेनेटिक अनुसन्धानहरूले देखाएका छन् कि लत लाग्ने प्रवृत्तिको 19% देखि 86% सम्मको हिस्सा वंशानुगत हुन सक्छ। DRD2, COMT र OXTR जस्ता जिनहरूले डोपामाइन उत्पादनमा असर गर्ने हुनाले केही व्यक्तिहरू अरूको तुलनामा सोसल मिडियाको लतमा छिटो फस्ने गर्छन्। अन्ततः सोसल मिडियाको लत भनेको हाम्रो मस्तिष्कको प्राकृतिक प्रणालीलाई प्रविधिले हाइज्याक गर्नु हो। तर खुसीको कुरा, हाम्रो मस्तिष्कमा न्युरोप्लास्टिसिटीको गुण हुन्छ, जसको माध्यमबाट यी परिवर्तनहरूलाई उल्टाउन सम्भव छ। यसका लागि हामीले केही कदमहरू चाल्न जरुरी छ। सीमित प्रयोग, दैनिक स्क्रिन टाइम निश्चित गर्ने। डोपामाइन फास्ट, निश्चित समयका लागि सोसल मिडियाबाट पूर्ण रूपमा टाढा रहने। शारीरिक व्यायाम, यसले प्राकृतिक रूपमा मस्तिष्कका रसायनहरू सन्तुलित गर्छ। वास्तविक सामाजिक सम्बन्ध, स्क्रिन बाहिरको संसारमा समय बिताउने। याद राख्नुहोस्, सोसल मिडिया हाम्रो जीवन सहज बनाउने एउटा साधन मात्र हो, हामी यसको दास बन्नु हुँदैन। यदि तपाईलाई आफ्नो लत नियन्त्रण बाहिर गएको महसुस हुन्छ भने विशेषज्ञको परामर्श लिन हिचकिचाउनु हुँदैन। धन्यवाद।